हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म यो अफ्रिकन भायोलेटको चाहिँ यसको चाहिँ म नि यसलाई छुट्याउँदैछु है। छुट्याउँदैछु कि छुट्याइसकेको छु अघि नै। यसरी यो पटमा चाहिँ एकदमै बेसी थियो, एउटा मात्रै राखिदिने, अरूलाई चाहिँ छुट्याउने। हुन त अलिक ढिलो भयो, यसको फुल्ने सिजन भयो, देख्न सक्नुहुन्छ है। कोपिला लाग्दैछ अलरेडी यसको है, तर पनि म छुट्याइदिन्छु, छुट्याएर रोप्छु। अनि मैले यहाँ यसरी छुट्याएको छु, अनि अब पट भर्छु अन्त रोप्छु है। 1 2 3 4टा बनाउँछु अनि रोप्छु है। यो दुईटा चाहिँ व्हाइट हो, यो र यो चाहिँ एउटै कलर जस्तो लाग्यो। भोलिपर्सि फुलेपछि थाहा हुन्छ है। सो साथीहरू, यहाँ चाहिँ छ मल है, गाईको पुरानो मल। यस्तो चाहिँ हुनुपर्छ फुल रोप्नुको लागि चाहिँ मल चाहिँ। अस्ति चाहिँ मेरो माइतपट्टिबाट पठाइदिनु भएको थियो मल दाजु भाउजूले। त्यो चाहिँ अलिकति नयाँ मल फिटेको रहेछ, फुल पनि त्यस्तो राम्रो भएन है त्यसमा चाहिँ। अनि यो चाहिँ मैले घरबाट मेरो ससुरालाई ल्याइमागेको थिएँ, ल्याइदिनु भएछ। यस्तो हुन्छ है पुरानो मल चाहिँ। यस्तो मलमा चाहिँ रोप्नुपर्छ, फुल राम्रो हुन्छ। यसमा चाहिँ अलिअलि बल्ल मिसायो, एकदमै हल्का पनि हुन्छ, राम्रो हुन्छ। अस्तिको मलमा चाहिँ मैले यहाँ यसरी सारेको छु। हेर्नुहोस् न कति मर्यो पानीले भेटेर, किनकि त्यो नयाँ मल भ्यात भ्यात हुन्छ नि त। कति जेरिनियम मर्यो, 3-4वटा मर्यो। अब पुरै सरिसकेको, कति फुल्नु आँटेको छ, देख्न सक्नुहुन्छ है। हो, कति चाहिँ मर्यो आकाशको पानीले भेटेर। ओतमा भए त मर्थेन, आकाशको पानीले भेटेर मर्यो। अनि मल चाहिँ यस्तो हुनुपर्छ। यहाँ फिट्दैछु है, बलुवा र मल फिटेर चाहिँ रोप्छु म। पट यहाँ रेडी छ है। सो यहाँ चाहिँ मल फिटाउँदैछु मैले है। यो बलुवा कम्ती लिएको छु, 20% जति मात्रै बलुवा छ, किनकि अलरेडी नै अस्ति यहाँ मुनिबाटको मलमा चाहिँ बलुवा छ है। त्यही भएर यसलाई चाहिँ म यसरी फिटाउँछु मजाले। त्यसपछि चाहिँ यो पटमा माटो भरेर चाहिँ त्यो अफ्रिकन भायोलेट चाहिँ सारिदिन्छु है। कटिङ चाहिँ तपाईँहरूले पत्ताबाट पनि सार्नु सक्नुहुन्छ अफ्रिकन भायोलेट चाहिँ। म तपाईँहरूलाई देखाउँछु है। यसरी पनि सार्नु सक्नुहुन्छ। मैले चाहिँ अघि यहाँनिर यो बोट फाड्दाखेरि चुट्टेको जति चाहिँ यसरी गाडिदिएको छु। कतिको सर्छ, कतिको सक्सेस हुन्छ म तपाईँहरूलाई देखाउँछु है पछाडि। अब यो चाहिँ कटिङ चाहिँ लाउने हो। यसमा पनि यो चाहिँ एउटा चाहिँ यहीँ राख्छु, यसलाई साइडबाट माटो थपिदिन्छु यसलाई चाहिँ। अरू चाहिँ म सार्छु है। सो अब चाहिँ म रोप्दैछु है। मैले चाहिँ अहिले नै पानी हालिनँ, अहिले रोपिसकेपछि साइडबाट हालिदिन्छु है। खासमा चाहिँ पहिल्यै पानी हालेर रोप्नुपर्छ, तर म अहिले नै हाल्दिनँ है। पहिला रोप्छु, त्यसपछि साइडबाट हालिदिन्छु। रोप्नुको लागि पहिला यसरी होल बनायो है। अनि यो त अलरेडी सजिलो छ नि त रोप्नु। अब यसको फुल्ने सिजन हुँदैछ नि त, यसरी रोपिदिनुपर्छ है। साइडबाट थिप्दिनुपर्छ। यो मजाले सर्छ। गरममा हुने फुल हो, हाम्रो जग्गातिर पनि हुन्छ, तर एकदमै चिसोमा चाहिँ यसको पत्ताहरू डढ्ने चान्स हुन्छ है। जोगाएर राख्नु सक्यो भने मात्रै हो हाम्रो जग्गामा। कमै हुन्छ उँभोतिर, पहाडतिर। तर अहिले म यहाँ जुन चाहिँ जग्गामा बस्दैछु त्यहाँ चाहिँ अलिकति गरमै हुन्छ। हेर्नुहोस् न, योहरू त सबै मर्नु आँटेको ल्याएको थिएँ मैले। यो त यहीँ आएर अस्ति सारेको मैले, पत्ताबाट माथि नै एउटा पटमा पत्तामा सारेको थिएँ। यहाँ लिएर मैले यसरी रोपेको, मजाको भएको छ हो। अनि योहरू त मर्नु आँटेको थियो, यहाँ आएर दामी भयो। अनि यहाँ चाहिँ मजाले हुने रहेछ भनेर मैले चाहिँ थुप्रो बनाउनु खोजेको है। हेर्नुहोस् न, यसको पुरा यसको यो बिरुवा आउँदैछ। योपालि अब फुल्नु दिन्छु। अब यसको फुल्ने सिजन हुँदैछ, फुल्नु दिन्छु। अनि अर्को पालि मात्रै यसलाई फार्छु, या त म पत्ताबाट सरिहाल्छ, सारेको पनि छु है। अनि यसरी सारिदिनुपर्छ है। पानी लाउँदाखेरि यसको पत्तामा पानी लाउनु हुँदैन, किनकि पानी पत्तामा लगायो भने सुक्दैन। अनि चाहिँ त्यो पानी त्यहीँ बसेर फङ्गसहरू लाग्छ है। अलग्गै यहाँ साइडबाट हातले यसो गरेर हाल्नुपर्छ है। हेर्नुहोस् न, यहाँ त मैला लागेको पनि जाँदैन यसमा, कुकुरले गर्दा है। सबै यहाँ सुक्छ नि त, सबै यस्तो बनाइदिएछ, केही छैन। अब म साइडमा राख्छु, अनि बिस्तारै ठिक भइहाल्छ है। म तपाईँहरूलाई रोपिसकेपछि देखाउँछु है, राखेपछि। सो साथीहरू, मैले चाहिँ रोपिसकेँ है। यो व्हाइट चाहिँ मैले फारिदिएँ, अघि देखाएको थिएँ ठुल्ठुलो थियो है। एक एकवटा मात्रै राखेर यहाँ
मसिनो पटमा सार्दिएको छु। थुप्रो प्लान्ट आएको थियो नि त, अब ठिक्कै सर्नु पनि थाल्छ, फुल्नु पनि थाल्छ है यसको चाहिँ। सो यहाँ यति यो फार्दा फेरि चुट्टेको पत्ताहरू पनि मैले यहाँ गाडिदिएको छु, कति सर्छ कति सर्दैन है। सो अब चाहिँ यिनीहरूलाई चाहिँ म पानी हालिदिँदैछु यसरी साइडबाट। यसको चाहिँ मेन चाहिँ पत्ता भिजाउनु हुँदैन है, पानी हाल्दा पत्ता भिजाउनु हुँदैन। अब कति त भिज्छ, तर सक्दो ट्राई चाहिँ पत्ता नभिजाउने चाहिँ ट्राई गर्नुपर्छ, किनकि मैले अघि पनि भनेको थिएँ पत्ता भिज्यो भने चाहिँ फङ्गस लाग्ने चान्स हुन्छ। अनि पानी यसमा जहिले पनि बिहानखेरि हाल्नुहोस्, ताकि दिनभरिको घामले चाहिँ यसमा पानी पत्तातिर लागेको छ भने पनि सुकेर जाइहाल्छ है। सो यही सेयर गरेको तपाईँहरूलाई अफ्रिकन भायोलेट कसरी सार्दा हुन्छ भनेर है। पत्ताबाट पनि सर्छ अनि त्यसको ब्रान्चहरूबाट पनि सर्छ है। यसरी रोप्न सक्नुहुन्छ है तपाईँहरूले पनि। हुन्छ, यो भिडियोलाई यहीँ एन्ड गर्छु। थ्याङ्क यू फर वाचिङ।